नमस्कार। SONP अर्थात् सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेले विषय विज्ञ तथा अनुभवी व्यक्तित्वहरूसँग डायस्पोरा सवालमा अनुभव दक्षता आदान प्रदान गर्ने उद्देश्यले हामीले डायस्पोरा सवाल श्रृङ्खला गर्न गइरहेका छौँ। आजको वक्ताको रूपमा हामी माझ रोयल बोर्ड अफ ग्रिनविच काउन्सिलका भर्खरै निवर्तमान हुनुभएका मेयर तर उहाँ काउन्सिलर रूपमा त कार्यरतै हुनुहुन्छ श्री जित राणा भाटज्यूलाई निम्ताएका छौँ। नेपाली समुदायमा शानको रूपमा हामी उहाँलाई शानको रूपमै लिन्छौँ। बेलायतमा कार्यरत श्री राणा भाट उहाँसँगको कुराकानी हामी आज पस्किन गइरहेका छौँ। हाम्रो यो डायस्पोरा सवाल श्रृङ्खला चाहिँ बहस अनुभव र दक्षताका कुराहरूलाई डायस्पोरा माझ र नेपाली समुदाय माझ लैजाने हेतुले यो सुरु गरेका छौँ। सबैभन्दा पहिले यो पहिलो श्रृङ्खलामा यहाँलाई स्वागत छ मेयर राणा भाट। नमस्कार, धन्यवाद। अब कुराको सुरुवात गरौँ। हामी धेरै फर्मल पनि छैनौँ, इन्फर्मल पनि छैनौँ। तपाईँको अनुभवलाई हामीहरू जनता माझ विशेष गरी डायस्पोरा र नेपाली समुदाय माझ यहाँको अनुभवलाई लैजान हाम्रो यो श्रृङ्खला सुरुवातमा हामी तपाईँसँग कुरा गर्न गइरहेका छौँ। पहिला त मेयरको जिम्मेवारी सक्नुभयो, अहिले कतिको व्यस्तता छ, के छ स्थिति? धन्यवाद गजेन्द्रजी। ठिकै छ। यो के रहेछ भने स्विचिङ बोर्ड हो कि यो जिन्दगी भनेको। एउटा काम कठिन जस्तो लाग्छ, त्यो सकिएपछि अर्को काम त्यत्तिकै कठिन हुन्छ है। यो संसारमा कहिल्यै पनि फुर्सद चाहिँ हुँदैन। हामी अलिकति समाजसेवामा लागेको मान्छेलाई, त्यस कारणले गर्दा प्रेसर कम छ तर व्यस्तता उस्तै हो। व्यस्ततामा कमी आएको छैन, झनै छ। हस्, अब तपाईँको अनुभवबाटै हामी कुरा सुरु गरौँ। तपाईँ एकजना पेसाकर्मी प्रोफेसनल मान्छे हुनुहुन्छ। रोयल बोर्ड अफ ग्रिनविचमा काउन्सिलरको पदमा चुनाव लड्ने विचार चाहिँ कसरी आयो होला? सुरुवातमा जाउँ न त अलिकति। कसरी सुरु गर्नुभयो पोलिटिकल्ली त्यो क्षेत्रमा जानु? हो, यसको यो झन्डै 2009-10 तिरको कुरा होला। हामी जतिखेर हाइली स्किल नेप्लिज प्रोफेसनल भन्ने हामी संस्था खोल्यौँ, त्यो बेलामा त्यो संस्था खोल्नुको पछाडिको रिजन के थियो भने हामी जो हाइली स्किल माइग्रेन्टमा आएको व्यक्तिहरू थिए, 400-500 फ्यामिली थियो होला त्यो बेलामा, मोटामोटी नेपाल, इन्डिया, बर्मा, कता अफ्रिकातिर सबैतिरबाट आएको। ब्रिटिस गभर्मेन्टले ल चेन्ज गर्थे, जुन कन्ट्र्याक्चुअल अब्लिगेसनमा हामीले साइन गरेर माइग्रेट गर्ने निर्णय गरेर एक्सेप्ट ब्रिटिस एज फर्स्ट होम भनेर साइन गरेर आयौँ। यहाँ आइसकेपछि केही रुलहरू चेन्ज भयो। केही रुल चेन्ज भइसकेपछि हामीहरूलाई त अप्ठ्यारो पऱ्यो। सायद मलाई पर्थेन होला इन पर्सन, त कतिजनालाई पर्ने भयो नि त। नेपाल छोडेर आयो अथवा अफ्रिका छोडेर आयो अथवा इन्डिया छोडेर आयो, यहाँ आइसकेपछि त अब रिन्यू नहुने स्थिति भयो नि त भिजा। किनभने हामी पहिला 2 वर्ष एक्सटेन्सन अनि 5 वर्षपछि बल्ल पर्मानेन्टली रिजाइड गर्ने कन्ट्र्याक्चुअलमा आएको, अन्डरस्ट्यान्डिङमा आएको। त्यस पछाडि होम अफिसको अगेन्स्टमा मुद्दा गर्नुपर्ने स्थिति आयो र त्यो पहिलो मुद्दा होला होम अफिसको अगेन्स्टमा एउटा समुदायले जितेको त्यो ऐतिहासिक कुरा हो। त्यस पछाडि मलाई अवेरनेस के भयो भने वी गट टु बी भेरी अवेर इन द पोलिटिक्स, होइन? यो पोलिटिकल्ली अवेर भइएन भने वी क्यान बी डिप्राइभ्ड एनी टाइम, होइन? तपाईँको एउटा हाउसमा बस्ने व्यक्तिहरूले सबै ग्रासरुट बुझेका पनि हुन्छन्, नबुझेका पनि हुनसक्छन् नि त। यदि बुझेको रहन्छन् र उनीहरूले नीति बनाइदिए भने र त्यो नीतिले चाहिँ ग्रासरुटलाई इम्प्याक्ट गर्छ। त्यस कारणले गर्दा ग्रासरुट त्यहाँ जानु पऱ्यो क्या। उसले ग्रासरुट खोज्न आउँदैन नि त। तलको समस्यालाई उठान गर्ने उद्देश्यका साथ तपाईँ जानुपर्छ। जस्तै हामी माइग्रेन्ट व्यक्तिहरूले आफ्नो राइट, आफ्नो अधिकार र आफ्नो सभ्यताको पहिचानको कुराहरूलाई अगाडि बढाउने हो भने माइग्रेन्ट मान्छेहरू पनि पोलिसी मेकिङमा जानुपर्छ भन्ने त्यो हिसाबले। अनि अरूलाई जाऊ भनेर चाहिँ हुँदैन, आफै जानुपर्छ। अनि सबैजना आफै जाने हो त। मान्छे खेद्नु आफूबाट, जनावर खेद्नु पछाडिबाट भन्छ नि, त्यस्तै भएर। अनि ठिक छ, वाइ नट टु जोइन द पोलिटिक्स भनेर म लेबर पार्टी जोइन गरेँ। त्यो कालमै म विभिन्न जिम्मेवारीमा कामहरू गरेँ। 2018मा मलाई अगाडि बढ्नको लागि पार्टीले सिफारिस गरेको थियो। त्यो बेला म अगाडि बढ्दा कसैले छोड्नु पर्थ्यो, अनि म त्यो गर्न चाहिनँ। मसँग एकदम मिल्ने जुन ठाउँमा मलाई पार्टीले प्रपोज गरेको थियो त्यहाँको सिटिङ काउन्सिलरहरू दे वर भेरी फ्रेन्ड टु मी, एन्ड आई से आई विल नट गो फरवर्ड। अनि 2022मा
बााउन्ड्री चेन्ज हुन्छ यहाँ प्रत्येक 10 वर्षमा। बााउन्ड्री चेन्ज भइसकेपछि वार्ड सबै चेन्ज भए, सिमाना चेन्ज भए, नम्बर चेन्ज भए, कुन ठाउँको भन्ने नै भएन, त्यो मिक्स भयो। अनि सबै कुरा चेन्ज हुने बेलामा ल मैले कसैलाई रिप्लेस गर्नु परेन नि त, होलसेलमा गयो अनि त्यसरी सुरु गरेँ। ओके, थ्याङ्क यू। अब त्यसो भएपछि तपाईँ सुरुमा काउन्सिलर हुँदाखेरि पनि विभिन्न लाइसेन्सिङ विभिन्न डिपार्टमेन्टको हेड भएर काम गर्नुभयो बिस्तारै। त्यसपछि तपाईँ डेपुटी मेयर बन्नुभयो, अनि त्यसपछि मेयर बन्नुभयो। तपाईँको मेयरको कार्यकाल भर्खरै सिद्धिएको छ। तपाईँको कार्यकाल कस्तो रह्यो र खास उपलब्धि यो चाहिँ टेन्जिबल गरियो भन्ने खालि केही तपाईँलाई लाग्छ नेपाली समुदाय र अरूहरूलाई पनि? अब कस्तो हो भने हिसाबले पनि हुनसक्छ धेरै कुराहरू, किनभने यो यहाँको सिभिक मेयरलिटी जुन चाहिँ छ र यहाँको बरोहरू नर्मल्ली रन गर्ने तरिकाहरू जे छ, एउटा सिस्टम छ। त्यहाँ हामी आउँछौँ र प्रत्येक मेयर आउँदा प्रत्येक लिडर आउँदा त्यहाँ केही न केही चेन्ज आफ्नो फ्लेभर त्यहाँ जान्छ। तर मोटामोटी बजेटहरू पहिले नै फोरकास्ट भएका हुन्छन् र मोटामोटी कति आउने कति जाने भन्ने कुरा मोटामोटी मिल्या हुन्छ। त्यही बजेटलाई भएको बजेटलाई प्रायोरिटाइज डिफ्रेन्टली गर्ने हो। र मेरो मेयरलिटी इयरमा वी फोकस्ड अन द हाउसिङ, वी मेड क्वाइट अ लट अफ हाउसिङ। अहिले पनि तपाईँ रोयल ग्रिनिजमा जानुभयो भने जताततै ठुल्ठुलो घरहरू बनिरहेछन्। वी आर टार्गेटिङ टु मेक 30,000 मोर हाउस एज सुन एज पोसिबल, होइन। र हामीले त्यो बेलामा म सुरु गर्दा हाम्रो झन्डै 300 फ्यामिली होटेलमा थियो होला मोटामोटी, किनभने हाम्रो चाहिँ अकोमोडेसन गर्न हाम्रो सबै घरहरू पनि नपुगेर होटेलमा हामीले राख्नु परेको थियो। अहिले हामीसँग 40-50 फ्यामिली मात्रै होला होटेलमा। वी आर एकोमोडेटिङ अ लट अफ फ्यामिलीज फ्रम द होटेल टु द हाउसेस, होइन। ठ्याक्कै त्यो कन्स्ट्रक्सन अथवा विकास भनेर भनिने इन्फ्रास्ट्रक्चर भन्दा पनि नेपाली समुदायले चाहिँ सोसल इन्क्लुजन, आफ्नो पहिचान र स्रोतमाथिको थोरै पहुँच बढायो भन्न मिल्छ? अफकोर्स, किनभने त्यहाँ जाँदाखेरि अब विभिन्न खालको कहिलेकाहीँ आउँछन् नि मान्छेहरू समस्याहरू लिएर, कन्सर्नहरू लिएर। उनीहरू सर्ने मिल्यो भने, नेपाली हो भन्ने बुझ्यो भने अफिसरले मलाई सोच्थे कि तिम्रो मान्छे आएको थियो, यो पिपल वर कमिङ। उनीहरूलाई पनि डु यु नो द्याट यु हेभ ग नेप्लिज मेयर नाउ भनेर उनीहरूले भन्थे र कम्फर्टेबल हुन्थे, मोर फ्रेन्डली। अब मैले यो भन्दिनँ कि म मेयर भएको हुँदा कुनै नेपालीले नपाउने सुविधा पाएको छैन, बिल्कुल उनीहरूले पाउनुपर्ने सुविधाहरू मात्रै पाएको छ। तर मोर फ्रेन्डली इन्भाइरोमेन्ट अवश्य पाएँ, म वेलकमिङ इन्भाइरोमेन्ट, होइन, सहजता पाएँ, म फ्रेन्डली भएँ। तिमीहरूको छुट्टै आइडेन्टिटी छ नि, होइन। त्यो सहजतामा त हामी पनि थप्छौँ। हामी सोसाइटी अफ नेप्लिज प्रोफेसनलले पनि हामीले त्यत्रो विशाल कार्यक्रम गऱ्यौँ, तपाईँहरूले त्यत्रो हलदेखि लिएर सारा उपलब्ध गराइदिनु भयो। यो एउटा त्यसको धन्यवाद दिने एउटा फ्लोर पनि हो। हामी धन्यवाद पनि ज्ञापन गर्छौँ मेयर साहबलाई। त्यस्तै धेरै नेपाली समुदाय र सङ्घ संस्थाहरूले पनि ग्रिनविच बरोबाट धेरै सपोर्ट पाएका छन्। अब त्यसपछि म यो त नेपाली समुदायसँगको सन्दर्भको कुरा हो जित सर। ठ्याक्कै भन्नुपर्दा तपाईँ बसेको क्षेत्रमा त साउथ एसियनहरू पनि धेरै र इमिग्रेन्टहरूको बाक्लो उपस्थिति छ, नेपालीहरूको पनि त्यतिकै बाक्लो उपस्थिति छ। त्यसरी हेर्दाखेरि दक्षिण एसिया तथा बाहिरका मान्छेहरूले पनि तपाईँ मेयर पाएकोमा कतिको गौरवान्वित गर्यो होला भन्ने ठान्नुहुन्छ र उहाँहरूले पनि त्यही नेपालीहरूले पाएकै जस्तो सहजता प्राप्त गरे होलान् भन्ने ठान्नुहुन्छ? अफकोर्स, कस्तो रहेछ भने हामी जब डायस्पोरामा आउँछौँ नि, तपाईँहरूले यो नाम पनि नेपाली डायस्पोरा सवाल श्रृङ्खला राख्छ। डायस्पोरा इज भेरी कमनवेल्थ, होइन, इट इज अ कमनवेल्थ। सम्पूर्ण व्यक्तिहरू जुन यहाँ आउँछन्, बेलायत आफैमा डाइभर्स छ, रोयल ग्रिनिज फुल्ली डाइभर्स छ। अनि यहाँ आइसकेपछि जब डाइभर्सिटीको मान्छेहरू टप टेबलमा आउँदा इट्स सच अफ पोजिटिभ सेन्स, होइन। we have our representation there, होइन, दिस इज आवर अफिस नाउ भन्ने खालको फिलिङ चाहिँ हुनसक्छ। त्यही भएर मैले अघि प्रस्तावनामा सुरुमै भने बेलायतमा हाम्रो सानो हो भनेर हामी सबै साथीहरूले त्यसरी नै हेर्नुहुन्छ। र यो चिजमा चाहिँ अहिले मैले साउथ एसिया तथा सबैतिरको कुरा उठाएँ। त्यसले चाहिँ सार्वजनिक सेवामा नेपाली पहिचान बोकेका मानिसहरूले सेवा लिनलाई अझै धेरै सहायता पुग्यो भन्ने ठान्नुहुन्छ? यसको अर्थ सेवा लिनलाई अवश्य इन्करेजमेन्ट भयो। कतिपय के छ भने हाम्रो उद्देश्य भनेको हामी वी आर रिप्रेजेन्टेटिभ फ्रम द ग्रास रुट्स, हामी भनेको ग्रास रुटको भोइस हो र हाम्रो चाहना भनेको उनीहरूको भोइस चाहिँ देयर भोइस निड टु बी हर्ड र उनीहरूलाई चाहिँ काउन्सिलसँग स्थानीय सरकारसँग
कम्फोर्टेबल्ली घुलित गराउने हाम्रो काम हो र त्यसमा चाहिँ समावेशिता उहाँहरूलाई चाहिँ यो उहाँले पाउने राइटहरू जुन चाहिँ कुराहरू छन् उहाँ त्यो कुराहरू चाहिँ यदि पाएको छैनन् भने इफ दे आर डिप्राइभ्ड अफ द राइट दे ह्याभ इट्स आवर ड्युटी टु अवेयर देम एन्ड देन नट रियली फाइट फर देम अवार्ड देम होइन बिकज दे डोन्ट ह्याभ टु फाइट फर इट इट्स अलरेडी देयर होइन तर दे निड टु नो एन्ड कम फर इट दे निड टु नो एन्ड कम फर इट दे डोन्ट ह्याभ टु बिकज दिस इज फर देम होइन द पार्ट इज देयर तर कस्तो भने जस्तै तपाईँलाई घरमा जाँदा तपाईँको खाना बनिसकेको छ है तर तपाईँले गएर भन्नु पऱ्यो कि मलाई अब खाना खान मन लाग्यो आई वान्ट टु इट भन्नु पऱ्यो क्या तर फाइट गर्नु पर्दैन नि त त्यही नै हो स्थानीय सरकारमा सबैको लागि भाग छ तर घरमै बस्यो तपाईँ रुममै बसिरहनु भयो भने त खाना त रुममा आउँदैन जानु पऱ्यो नि त मलाई चाहिँ खाना देऊ आई एम बिट फिल हङ्ग्री नाउ भन्यो भने दिस इज देयर फर यु भनेपछि सेवा सुविधालाई सहजता चाहिँ पक्कै भयो सहजता भयो उहाँहरूलाई कतिजना व्यक्तिहरूलाई नेपालको बङ्गलादेशको भारतको केही गुजराततिरको केही फ्यामिलीहरूलाई उहाँहरूलाई थाहा नै रहन्छ कतिपय सुविधाहरू पाउँछ भन्ने है अनि त्यो उहाँहरूलाई तपाईँहरूलाई यो इन्टाइटल छ नि वाइ डोन्ट यु गो फर इट भनेपछि ओ हो र भनेर जाने खालको स्थितिहरू जानकारी नै थिएन जानकारी थिएन दे वेयर अन्डर प्रिभिलेज हामी त भन्छौँ यसैमा मैले जोड्न चाहेँ जी यसमा के जोड्न चाहेँ भन्दा म यो ए सेक्टरमा काम गर्छु मैले जानेको त्यहाँ काम गर्दाखेरि भोगेको अनुभवलाई के देखिन्छ भन्दा केही कुराहरू छन् जसले गर्दाखेरि उनीहरू चाहिँ हार्ड टु रिच ग्रुप भनेर चिनिन्छन् कि त्यो सेवामै पहुँच उनीहरूको स्थापित छैन त्यो स्थापित हुन नसक्नुको पछाडि के अरू कारण होला उनीहरू अन्डर प्रिभिलेज कसरी भयो भने त्यसरी लिङ्ग्विस्टिक ब्यारियर कल्चरल ब्यारियर होइन अनि हेजिटेसन्स अनि इन्फेरियोरिटी कम्प्लेक्स अनि सुपिरियोरिटी कम्प्लेक्स त्यसबाट निकाल्ने उपाय के हुन सक्ला अवेरनेस होइन वी निड टु बी अवेरनेस अनि हामीले नेपाली समुदाय विशेष गरी हामी फोकस गरिरहेको हुनाले हाम्रो डायस्पोरामा काम गर्ने नेपाली समुदायलाई यो स्थितिबाट माथि हाम्रा चाहिँ मानिसहरूलाई निकाल्नको लागि तपाईँ के सुझाव दिन चाहनुहुन्छ इम्पावरमेन्ट जस्तै तपाईँले इभेन्ट गर्नुभयो हाम्रै टाउन हलमा आएर पनि एउटा अन्तर्क्रिया कार्यक्रम गर्नुभयो होइन हाम्रो नर्सिङ एसोसिएसनले हाम्रो हेल्थ अवेरनेस स्किमका कार्यक्रमहरू गरे डक्टर एसोसिएसनले कार्यक्रमहरू गरे दिज आर द थिङ्स ब्रिङ द अवेरनेस कस्तो हो भने 1 2 3 गरेर क्लासमा पढाए जस्तो च्याप्टर 1 च्याप्टर 2 च्याप्टर 3 गरेर पढाउने कुरा होइन यो भनेको के भने अनकन्सियसली दे निड टु पर्सिभ दोज इन्फर्मेसन्स एन्ड मेक देयर ह्याबिट टु टेक इट सो उनीहरूले व्यवहारमा पनि परिवर्तन ल्याउन पर्यो समावेशिता दे हेभ टु बी ह्याबिचुअल टु टेक दिस थिङ्स ओके होइन त्यो उनीहरूलाई फिल कम्फोर्टेबल्ली फ्लो हुनु पऱ्यो क्या होइन जस्तै तपाईँको पानीलाई टनेलमा हालिदियो भने सरर जान्छ तर सिँढीमा हाल्यो भने छ्यातल हुन्छ नि सरर जाने हुनु पऱ्यो क्या उनीहरू दे निड टु टेक इट एन्ड दे हेभ टु टेक इट एज देम दे हेभ टु रिप्रेजेन्ट देयर ओन सोल एन्ड दे हेभ टु टेक इट एन्ड द्याट इन्टरनलाइजेसनको प्रोसेस भनेको के हो भने व्यवहारिक हुन्छ कि व्यवहारमा जाने आउने जाने बस्ने खाने पढ्न जाने लाइब्रेरी जाने पढ्ने पबमा जाने सोसलाइज हुने होइन खाजा खाने ब्रिटिस ब्रेकफास्ट पनि खाने नेपाली ब्रेकफास्ट पनि खाने आइडेन्टिटी पनि जोगाउने ग्लोबलाइजेसन जाने दिस इज अ प्र्याक्टिकल हो सोसल इन्क्लुजन भनेको तपाईँको इभेन्टमा गएर स्पिच दिने होइन क्या सोसल इन्क्लुजन भनेको व्यवहारमा परिवर्तन आउने गोरेले हो यहाँको मेन स्ट्रिमको मान्छेले जोक भन्यो भने हाँस्ने आफूले जोक भन्दा उसले बुझ्ने तरिकाले भनिदिने यति कुराहरूले गर्दा इन्क्लुजन आउँछ त्यो भाषण गरेर आउने चिज होइन व्यवहारिक रूपमा आउनु पर्यो र यो बेलायती सोसाइटी चाहिँ समावेशी बन्दै गएको चाहिँ छ अफकोर्स छ किनभने तपाईँ त्यसको उदाहरण हो अफकोर्स आफै मेयर बन्नु भएको हो त्यो मात्रै होइन म तपाईँलाई उदाहरण दिन्छु आजभन्दा 25 वर्ष अगाडि मेरो लिडरले अस्ति उहाँको बुवा बित्नुभयो एक हप्ता अगाडि र उहाँले चाहिँ के दिनुभयो भने आजभन्दा 4 वर्ष अगाडि उहाँ लिडर सेलेक्ट हुनुभयो लिडर सेलेक्ट भइसकेपछि उहाँ घरमा जानुभयो अनि उहाँले चाहिँ ड्याडीलाई भन्नुभयो ड्याडी आई won the election now I won the election उसले भनेपछि ड्याडीले के भन्यो इज एक्साइटेड अनि उसले श्रीमती र आफ्नो छोरालाई सँगै राखेर भने डु यु नो वाट ह्यापन नेक्स्ट भने अनि उसको आमाले
आई डोन्ट नो टेल मी वाट ह्यापन नेक्स्ट ऊ डराइ के हुने भयो भने ऊ डराइ नि त अनि यो सन गोना बी द लिडर अफ रोयल बोर्ड अफ ग्रिनिच डु यु नो हाउ आई केम टु द रोयल बोर्ड अफ ग्रिनिच भन्दा उसले थाहा छैन भने छोराले उसले छोरालाई सोध्यो when I came here त जन्मिएको पनि थिएनस् ऊ रेलवेमा काम गर्ने इज भेरी अवेर पर्सन he has got a good he migrated from Nigeria but he has a high profile job responsible job अनि उनले घर किन्न त्यहाँ आउने बेलामा घरबेटले के भन्यो अरे पनि बेच्नेलाई के भन्छ सेलरले चाहिँ नेपालीमा के भन्नु पर्यो विक्रेताले घर भ्यू गर्न जानु पर्यो नि त हेर्नु पर्यो हैन कुराकानी मिल्यो उसलाई घर मन पर्यो तर भ्यू गर्न त उनीहरुको अनुमति लिएर जानु पर्यो उसले के भन्यो राति 11:30 बजेदेखि 4 बजे भित्र आउनु भनेर राति मात्रै किन भनेको मैले यो इमिग्रेन्टलाई यहाँ घर देखाएको थाहा पाएँ भने म छिमेकीहरु मसँग रिसाउँछु ओ माय गॉड हैन त्यो स्थितिमा थियो रोयल ग्रिनिच हैन आज हामी त्यहाँ हैन एउटा नाइजेरियन पर्सन बिकेम द लिडर अ नेपालीज पर्सन बिकेम द मेयर वी हेभ चेन्ज दिस इज अ बिग शिफ्ट दिस इज अ बिग शिफ्ट हामी गौरव गर्नुपर्छ ओके अब म अलिकति तपाईलाई नेपालतिर लैजान्छु है त यो अलि यहाँको समावेशिता यहाँको तौर तरिकामा हामी लामो कुरा गऱ्यौँ अब म तपाईलाई के सोध्न चाहिरहेको छु भने अहिले नेपालमा संघीयता सुरु भए यता पहिले पनि तर संघीयता सुरु भए यता के देखिएको छ भन्दा स्थानीय सरकारमा भ्रष्टाचारको जालो यति राम्रोसँग जकडिएको छ कि कोही कतिपय नेतृत्वहरूले चाहिँ थाहै नपाई भ्रष्टाचारमा फसिराखेको स्थिति पनि देखिन्छ अख्तियारले दिनदिनै निकालिराखेको छ यो भ्रष्टाचारको जालो चाहिँ स्थानीय सरकारमा यस्तो देखिन्छ नेपाली कन्टेक्स्टमा तर तपाईँ बेलायती सरकारमा बेलायती स्थानीय सरकारको मेयर बन्नुभयो तपाईले यो भ्रष्टाचारको जालो अथवा भ्रष्टाचारको यो ककस भन्छ नि यसलाई कस्तो पाउनुभयो नेपालको पनि अनुभव छ देख्नु भएको छ तपाईले आफू त्यहाँ नेतृत्वमा त बस्नु भएन होला तर देख्नु भएको छ सुन्नु भएको छ र यहाँको स्थिति र त्यहाँको स्थितिलाई तुलनात्मक हेर्नु पर्यो भने कस्तो लाग्छ तपाईलाई के कारण त्यस्तो होला र कस्तो हो यो डेफिनेटली यो फर्स्ट वर्ल्ड र थर्ड वर्ल्डमा देयर इज अ डिफरेन्स हैन अब तपाईले भ्रष्टाचार भन्दै गर्दा मैले कसरी बुझौँ भने त्यहाँको इलेक्टेड पर्सनहरुको अथवा सिनियर अफिसरहरुको वर्क नेग्लिजेन्स भन्ने बुझ्नु भयो होला हैन त्यसरी नै बुझौँ that's the way I understand when you say भ्रष्टाचार करप्सन भन्नुभयो त्यसको के हुन सक्छ भने I do believe they work hard equally as we do हैन उनीहरुले पनि हामीले जति मेहनत गर्छौं त्यति नै गरिरहेको हुनुपर्छ गर्छन् उनीहरुसँग इन्थुजियाजम छ तर फरक कहाँनिर हो होला भने हामीसँग एउटा जुन सिस्टम छ हाम्रो जुन वे छ टु रिच आउट द ग्रास रुट्स एन्ड वे छ रिप्रेजेन्ट फ्रम द ग्रास रुट एन्ड मेक अ डिसिजन एन्ड मेक अ पोलिसी सायद उनीहरुको त्यो सिस्टम त्यहाँको त्यो सिस्टम त्यो रिच आउट गर्ने र उनीहरुको रिप्रेजेन्टेसनमा ल्याउने र त्यहाँबाट पोलिसी बनाएर त्यो पोलिसीमा इलेक्टेड मेम्बरहरु र त्यहाँको सिनियर पोलिसी अफिसरहरुले काम गर्ने खालको इन्भाइरोमेन्ट बन्ने सिस्टम बन्न गाह्रो भयो कि म्याच्युरिटी नआइसकेको भन्नु मिल्छ यसको अर्थ if you say it is a failure a partially failureless है हैन तपाईले पार्शियली फेलियर भन्नुभयो भने त्यहाँ सिस्टममा कहीं कतै अझै करेक्सन गर्ने ठाउँ छ होला अझै सुधार्नु पर्ने धेरै देखिन्छ यसको अर्थ सुधार्न सक्ने सम्भावना देख्नु भयो होला तपाईले त्यही भएर भन्नुभयो होला हैन तपाईको भनाइबाट मैले के बुझेँ भने हामीले भन्दा उनीहरुले सुधार्न सक्ने सम्भावना अझै बढी छ भन्नु हो यतातिर विधिले चलेको देखिन्छ सानो कुराहरुमा पनि तपाई अनलाइनबाट पेमेन्ट गर्नुस् अनलाइनबाट कुरा गर्नुस् सेवा लिनुस् जोसुकै आयो भने पनि सेवा लिने कुरामा तपाई जोसुकै आउनुस् ठुलो आओस् सानो आओस् सेवा लिने कुरामा उले सेवाग्राहीले सेवा पाउँछ तर हाम्रो कन्टेक्स्टमा स्थानीय सरकारमा जानलाई कतिपय कुराहरु धाएर जाँदा पनि नहुने स्थिति अब जियोग्राफिकल कुराहरु पनि होलान् विधि नभएका कुराहरु पनि होलान् यति हुँदा हुँदै पनि तर भ्रष्टाचार चाहिँ चाहिने भन्दा धेरै नै देखिएको हुनाले मैले कम्पेयरली कसरी हेर्नु भएको छ भन्ने मात्रै सोध्न खोजेँ तपाईले यहाँको र त्यहाँको यहाँ कस्तो हामी कसरी काम गर्छौं भने तपाई अहिले यहाँबाट निस्किनुस् त्यहाँ एउटा समस्या देख्नुभयो तपाईले बाटोमा नो म्याटर हाउ स्मल इट इज तपाईले इलेक्टेड मेम्बरलाई इमेल गर्नुस् अथवा फोन गर्नुस् अथवा उसको सर्जरीमा गएर रिपोर्ट गर्नुस् विदिन 2 वीक्स यु गेट द रिजल्ट म यहाँ रोके तपाईलाई म यहाँ कहाँ रोक्छु भने हाम्रो यो पोडकास्ट हाम्रो यो मेसेज चाहिँ नेपाली समुदायमा पनि जान्छ भन्ने आशा छ र अहिले नेतृत्वमा रहनुहुने नेपाली स्थानीय सरकार संघीय सरकारका महानुभावहरु जो लिडर भन्नुहुन्छ सुन्नुस् है कसरी बेलायतमा काम गरिराख्नु भएको छ यो कुरा सुन्न जरुरी छ तपाईहरुले पनि किनभने
2 हप्ताभित्र कहीँ पनि केही सानो ठुलो केही बिग्रिएको छ भने त्यो चिजको जिम्मेवारीपूर्वक फलो गर्ने काम नेताले गर्छ भन्ने कुरा त्यही होइन सर? आई हेभ माई अब्लिगेसन टु रिप्लाई देम विदिन 2 weeks। यो चिज हामीले सुन्नु अब रिप्लाई कहिले सधैँ सबै कुराहरू सम्भव नहुन सक्छन्, तर मैले 2 हप्ताभित्रमा उहाँहरूलाई मैले यो कारणले गर्दा द इस्यु इज स्टिल अन्डर इन्भेस्टिगेसन भनेर म फलो ब्याक दिन्छु। यदि गर्न सकिन भने यो कारणले गर्न सकिन होइन, यस्तो हामी सबै समस्याहरू सल्भ गर्न सक्दैनौँ। वी हेभ लिमिटेसन्स होइन, बजेट कन्स्ट्रेन्टहरू छन्, हामीसँग विभिन्न लिमिटेसनहरू हामीसँग पनि छन्, तर जे हुनुपर्ने कुरा छ त्यसलाई हामी गर्छौँ। हुनु नसक्ने कुराहरू चाहिँ फेरि हामी क्लियरली हामी भनिदिन्छौँ यो कुरा हुन सक्दैन यो कारणले गर्दा, त्यो कारण चाहिँ कन्स्टिट्युसनल्ली यहाँबाट जस्टिफाई हुन्छ भनेर हामी पेपरमा देखाइदिन्छौँ। यस, अब यो चिजको सुरुवात हामी नेपाली स्थानीय सरकारमा बसेका साथीहरूलाई पनि अनुरोध गर्छौँ, सुन्नुहोस्, सिक्नुपर्ने छ भने सिक्नुहोस्। हामी यस्ता कुराहरूमा अझै अनुभव आदान प्रदानका कामहरू सकेसम्म हामी एसओएनपीले पनि अझै अनुभव आदान प्रदानका काम गराउनमा हामी लाग्ने कोसिस गर्छौँ। सायद मेयर भएकै बेला उहाँसँग पनि यो विषयमा कुरा भएको थियो, हामी अगाडि गर्न सकेनौँ, तर हामी फेरि पनि गर्नेछौँ। धन्यवाद। अब कस्तो पनि छ भने मैले थोरै जोड्न खोजेँ। अब वर्क रेस्पोन्स पनि होला होइन, अफिसरहरूले मेन हामी पोलिटिकल लिडरहरूले भन्दा पनि अफिसरहरूले दे वर्क सो एफिसियन्टली होइन। अनि अर्को कुरा के छ भने टप प्रोफाइलको डिरेक्टरको इलेक्सन सेलेक्सन गर्ने काम चाहिँ हामी गर्छौँ, पोलिटिकल लिडरले गर्छौँ होइन। यदि इफ दे फेल टु डेलिभर and move them around, we can't work. When we cannot work that. होइन, जस्तै तपाईँ एज ए लिडर जानुहुन्छ, एज ए मेयर जानुहुन्छ अथवा वाट एभर वे जानुहुन्छ, तपाईँको टप लेभलको अफिसरले तपाईँको हो नि त अब काउन्सिल त तपाईँले दिएको अब्जेक्टिभ उनीहरूले डेलिभरी गर्न सकेन भने त्यो स्टेप तपाईँ फेल हो भनेपछि उनीहरू फेल हो नि त पहिला। उनीहरूले इफ दे डोन्ट डु द्याट होइन, तपाईँ अब्जेक्टिभ दिनुहुन्छ यो डेलिभरी गर्न सकेन भने दे लिभ इट, बिकज दे हेभ टु डेलिभर इट। गर कि छोडै होइन नि, दे हेभ टु डेलिभर इट, गर्नै पर्यो यसको अर्थ। दे हेभ टु डेलिभर इट, they have to deliver it, and if they are unable to do that, they leave it. यहाँ they give a reason. इन्ट्रेस्टिङ म हाइलाइट पनि किन गरिरहेको छु बेला बेला भने यो हामीले सुनाउन जरुरी छ। हामीले काम भयो भएन भनेर धेरै चिच्याउने गाली गर्ने गरिरहेका छौँ, सामाजिक सञ्जालहरूमा पनि देखिन्छ। त्योभन्दा पनि कहाँनिर करेक्सन गर्नु पर्दो रहेछ अनुभव चाहिँ लिउँ हामीले, र त्यो हिसाबले पनि हामीले यो अनुभवलाई सबैका सामु पुर्याउने हिसाबले पनि यो कार्यक्रमलाई हामीले तय गरेका हौँ। आज तपाईँ आइदिनु भयो, अझै धेरै कुरा बाँकी छन्। अब म अर्को विषयमा जान्छु। जस्तो स्थानीय सरकारहरूले कहिलेकाहीँ के गर्छन् भने, अहिले म नेपाली कन्टेक्स्टै जोडिरहेको छु किनभने हाम्रो अनुभवले त्यहाँ पनि काम गरोस् भन्ने हाम्रो आग्रह पनि हो। कोभिडको पछिको सन्दर्भमा जलवायु परिवर्तन होइन, मानिस त अघि तपाईँले उठाइसक्नुभयो हाउजिङको कुरा, आवास समस्या नेपालीमा उहाँ भनौँ, त्यस पछाडि सोसियल डिस्क्रिमिनेसन, सामाजिक असमानता जस्ता ठुल्ठुला मुद्दाहरू कहिलेकाहीँ स्थानीय सरकारले आफै गर्छु भनेर कसिएको पनि देखिन्छ। अब यी मुद्दाहरू चाहिँ सायद सङ्घीय सरकार, राष्ट्रिय सरकारले उठाएर अनि इम्प्लिमेन्टेसन लेभलमा स्थानीयमा जानुपर्ने होला। के यस्ता मुद्दाहरू स्थानीय सरकारले आफै उठाएर लिएर जान सक्छ या यसमा कसरी काम हुने गर्छ? यतातिर सोसाइटीसँग इन्ट्रेक्सन गर्ने र उनीहरूका डे टु डे कुराहरूमा डिल गर्ने काम यहाँ स्थानीय सरकारले मात्रै गर्छ। बेलायतमा क्वाजाइ फेडरल गभर्मेन्ट हो। क्वाजाइ फेडरल नेपालीमा के भन्छ? हो, यो के भन्छ, यो पूर्ण फेडरल गभर्मेन्ट होइन यो होइन, त्यस कारणले गर्दा पूर्ण सङ्घीय गणतन्त्र होइन, राजतन्त्र पनि होइन। त्यस कारणले गर्दाखेरि मोनार्क हुनुहुन्छ, राजतन्त्र त हो तपाईँको संवैधानिक। तर मैले ग्रासरुटको कुरा, हाम्रो गभर्निङ सिस्टमको कुरा गरेँ। गभर्निङ सिस्टममा पनि जस्तै हामीसँग लन्डनको कुरा गर्नुभयो भने लन्डनमा छुट्टै खालको गभर्निङ सिस्टम छ, म्यान्चेस्टरमा छुट्टै खालको गभर्निङ सिस्टम छ, केन्टमा छुट्टै खालको गभर्निङ सिस्टम हुनसक्छ है। ग्रिनिचको गभर्निङ गर्ने तरिका अर्कै छ, लुइसमको गभर्निङ गर्ने तरिका अर्कै छ। म यहाँनिर जोड्न खोजेँ, जस्तो लन्डनका मेयर सदी खान हुनुहुन्छ, उहाँले काम गर्ने तरिका र ग्रिनिचबर्गको मेयर जेत्रा नाबार्टले काम गर्ने तरिका कहाँ डिफ्रेन्स छ? राइट, ओके हो। यो यहाँनिर कस्तो छ भने तपाईँको नेपालको सङ्घीय भने जस्तो पनि होइन, तर अलिकति फरक के भएको छ भने बेलायतमा 315 काउन्सिल छन् मोटामोटी,
315 काउन्सिल छन् र स्थानीय सरकार छन्। उनीहरूले त्यहाँको डे टु डे अपरेसनलाई हेर्छन्, डे टु डे निड, र कुनै पनि जनताले रिच गर्ने ती गभर्मेन्टलाई हो। पहिलो जाने ठाउँ त्यहाँ हो। र अनि विभिन्न ठाउँमा रिजनल गभर्निङ सिस्टम छ, सबै ठाउँमा छैन। जस्तै लन्डनमा रिजनल गभर्निङ सिस्टम छ, लन्डन रिजन छ, तर सबै ठाउँमा रिजन हुनु पर्दैन होइन। तर रिजन भन्दैमा फेरि त्यो स्थानीय सरकारले रिजनसँग केही गर्नु पर्दैन मात्रै। जस्तै अहिले हामीले हाउसिङको काम गर्छौँ, हामीले एउटा घर बनायौँ भने रिजनले हामीलाई 1 लाख रुपियाँ अनुदान दिन्छ, सेन्ट्रल गभर्मेन्टले 1 लाख अनुदान दिन्छ, 2 लाख रुपियाँ हामीले पाउँछौँ फर इक्जाम्पल होइन। रिजनसँग आफ्नै बजेट हुन्छ, उनीहरूले ठुल्ठुला कामहरू गर्छन् त हामीसँग उनीहरूसँग लिङ्क हुँदैन मात्रै। हाम्रो बडो थ्रु भएर काम गर्ने भयो भने हामी प्रेसरको रूपमा काम गर्छौँ, नत्र उनीहरूको आफ्नै ठुलो जस्तै हाइवेहरू उनीहरूले हेर्छन्, एउटा बडोदेखि अर्को बडोसम्म जाने कुराहरू चाहिँ उनीहरूले हेर्छन् भने हामी स्थानीय रोडहरू हामी हेर्छौँ, एउटा स्थानीय निकायदेखि अर्को स्थानीय निकायसम्म जाने ठुलो कुराहरू उनीहरूले हेर्छन्, साना साना भित्रका इन्टरनल कुराहरू हामी हेर्छौँ। ओके, ठिक छ। भनेपछि त्यसरी नै भूमिकालाई आइडेन्टिफाई गरिएको छ। अब अलिकति म फेरि तपाईँलाई नेपालतिर लैजान्छु। नेपाल अब धेरै कुराहरू गरियो। बेलायत कहिले आउनुभयो? म 2008 सालमा आएको। 2008मा आउनुभयो। तपाईँ हाई स्किल माइग्रेन्ट प्रोग्राम अन्तर्गत आउनुभयो। हो, मैले अघि भनिसकेँ। म चाहिँ त्यही अन्तर्गत म पनि 5मा आएँ होइन। हामी सबै एउटै डोकामा सवार थियौँ। तपाईँ नेपालमा हुँदा बेलायत आउनु अघि तपाईँले काम गर्ने क्षेत्र र यहाँको क्षेत्र मिल्छ अथवा तपाईँ के गर्नुहुन्थ्यो पहिले भन्नु मिल्छ? मिल्दैन, सुरुमा मिलाउनु खोजे हो, पछि मैले त्यसलाई असम्भव देखेर म स्विच गरेँ। नेपालमा म शैक्षिक क्षेत्रमा थिएँ। मैले नेपालमा स्कुलहरू पढाएँ, कलेजहरू पढाएँ, युनिभर्सिटी पढाएर अन्तमा म मास्टर्स प्रोग्राम त्रिभुवन युनिभर्सिटीको कोर्सको मास्टर्स प्रोग्राम इन्चार्ज प्लस मास्टर्स प्रोग्रामलाई पढाउँथेँ, अङ्ग्रेजी पढाउँथेँ म खोपा कलेजमा, युनिभर्सिटी बन्ने तर्खरमा थियो। सरहरूले मलाई यता म टियुमा पार्ट टाइम पढाउँथेँ, यता अरू कलेजहरू पढाउँथेँ। उहाँहरूले चाहिँ त्यहाँ डिप्लोय गरिदिनु भयो मलाई। त्यो हेड हन्टिङ भन्ने चलन छ नि नेपालमा पनि। त्यो हेड हन्टिङ भनेको चाहिँ यो चाहिँ यहाँ चाहिँ थाहा भयो, यहाँ सुपर हेड हन्टिङ गर्दो रहेछ नि, त्यहाँ चाहिँ अलिअलि गर्थ्यो है। जे तिमी त्यहाँ जानु पऱ्यो भनेपछि जानु पर्थ्यो, सुविधाहरू दिन्थे होइन। भनेपछि त्यहाँको काम गरेर यहाँको चाहिँ सिटको हिसाबले हो म आएँ। म एज अ टिचर, मसँग टिचिङ लाइसेन्स पनि थियो होइन, सेकेन्डरी स्कुल पढाएको पनि हो, त्यो बेलाको लाइसेन्स थियो। त्यो नेपालको टिचिङ लाइसेन्स एक्सपायर हुन्थेन, त्यो पनि लिएर आएको थिएँ। के भएर हामी चाहिँ भएको चिज चाहिँ झोलामा लिएर मैले त फोटो पनि लिएर आएको थिएँ, मसँग खिचेको फोटो पनि यहाँ चाहिँ महँगो पर्छ होला भनेर नेपालबाट लिएर आएको थिएँ। भनेपछि त सर्टिफिकेट नल्याउने कुरै भएन। अनि त्यो टिचिङ लाइसेन्स दिएपछि मलाई चाहिँ त्यो एजेन्सीले के भन्यो भने त यहाँ चाहिँ त टिचर लाइसेन्स चाहिँ भएको हुनु पऱ्यो, बिएड भएको हुनुपर्ने रहेछ होइन। मेरो त लाइसेन्सपछि उसले के भने आजको दिनदेखि त 3 वर्ष यो लाइसेन्सको आधारमा यु क्यान बी एज अ फुल टिचर होइन, इन इङ्ल्यान्ड एन्ड वेल्स, नट इन द स्कटल्यान्ड। अनि अब 3 वर्षभित्रमा तैँले पिजिसी गर्नुपर्छ है। पिजिसी नगरिकन गरिनुहोस् भने 3 वर्ष तैँले पिजिसी नगरे पनि तँलाई फुल स्ट्याटस टिचर दिन्छौँ हामी, किनभने हाम्रो त्यो एउटा सोलिडारिटी हो। तर 3 वर्ष पुग्दाको दिनमा त्यो स्ट्याटस खारेज हुन्छ। त्यो 3 वर्षभित्रमा तैँले पिजिसी गरेर यहाँको स्ट्याटस लिनुपर्छ। त्यत्रो लिनेन्सी छ हेर्नुहोस् त। त्यो थर्ड वर्ल्डमा के पढ्यो के पढेन थाहा छैन, त्यो सर्टिफिकेट छापेर ल्याएको पढ्यो, तर तैँले एउटा लाइसेन्स ल्याइस्, त्यो कारणले गर्दा 3 वर्ष यु आर अलाउड टु डु एज अ फुल टिचर। अनि त्यो 3 वर्षको ग्रेस टाइम भनेको तैँले यहाँको फुल क्वालिफिकेसन लिने र लाइसेन्स लिने, आफ्नो क्वालिफिकेसनलाई यहाँ कम्पेयर गर्ने, जस्टिफाई गर्ने, न्यारिङमा जाने, उनीहरूले सर्टिफिकेट दिएर यो ठिक छ यहाँको अनुसार फिट छ भनेपछि अनि इट विल स्विच। फर्स्ट 3 इयर्स यु आर एज गुड एज यहाँको पिजिसी टिचर। त्यसैले त क्वालिटीमा कम्प्रोमाइज गरेको छैन नि, बाँचेकै क्वालिटीले त्यही भएर हो। ड्राइभिङको लागि जस्तै तपाईँ आज आएको दिनमा यहाँ 1 वर्ष कति विथ नेपालको लाइसेन्स 1 वर्ष यु क्यान ड्राइभ as me driving, you driving, they can drive, and within 1 year they have to take the license. They give 1 year grace period to drive. होइन त्यही कुरा हो, त्यो कुरा थियो। तर मैले पढाउनु थालेँ, पढाउनु गाह्रो भयो हेर्नुहोस्। यहाँ त नेपालमा हामीले स्टुडेन्टलाई कन्ट्रोलमा राख्थ्यौँ, स्टुडेन्टले मलाई कन्ट्रोल गर्नु खोजेँ। अनि यो रहन्छ मेरो फिल्ड भनेर मैले छोडेर अनि म टेक्निकलतिर पोलिटिक्सतिर लागेको। ओके, धन्यवाद। मैले त्यो जोड्न खोजेँ। ठिक छ। अब म अलिकति भिन्न विषयमा गइराखेको छु। अब यो तपाईँको मेरियल रोल होइन, सोसियल डेभलपमेन्टका कामहरूभन्दा अलगमा चाहिँ अब बेलायतमा रहेका नेपाली बच्चाहरू, ब्रिटिस नेपाली भनौँ, बेलायती मुलका हाम्रा आउने जेनेरेसन, नयाँ पिँढी,
उनीहरू पढिराखेका छन्, कतिले नयाँ जबहरू सुरु गरेका छन्, कति गर्दैछन्, कोही लाइनमा छन्, एकदमै छ। यो स्थितिमा तपाईँ पोलिटिकल्ली आफ्नो रोल गरिसक्नु भएको मान्छे, तिनीहरूलाई सार्वजनिक सेवा अथवा पोलिटिक्समा जान चाहन्छन् वा जानका लागि तपाईँ के भन्न चाहनुहुन्छ? Of course, I encourage them, and I encourage them to go into the social services. You know, जस्तै गभर्मेन्टको जागिर भने जस्तो यहाँ पनि हुन्छ नि, सरकारी जागिरहरू, सिभिल वर्क्स, सिभिल जब्स, इट्स फ्यान्टास्टिक होइन। यहाँ हाम्रो टप लेभलको सिनियर अफिसरहरूलाई प्राइम मिनिस्टरको भन्दा बढी स्यालेरी दिन्छौँ है। तपाईँले अहिले गुगल गर्नुभयो भने आवर चिफ एक्जिक्युटिभ स्यालेरी इज ओभर 200,000 होइन, वेल ओभर 200,000, एन्ड अल आवर चिफ अफिसर आर पेड ओभर 150,000 पाउन्ड। तपाईँ एनएचएसकै डाइरेक्टरले खाने पैसा जोड्नु न होइन। त्यस कारणले गर्दा वाइ नट हाम्रो यङ पिपलहरूलाई यु गो टु द पोलिटिक्स अर यु गो टु द सिभिल सर्भिसेस, इट्स वन्डरफुल अपर्च्युनिटी देयर होइन। अनि यु डोन्ट ह्याभ टु बी अ युनिभर्सिटी ग्रेजुएट टु स्टार्ट देयर। You can start from apprenticeship. जस्तै हाम्रो chief executive now, she started as apprenticeship there and gradually developed and she became the chief of the staff, chief of the borough as a civil servant. त्यस कारणले गर्दा you don't need a university degree. You don't have to be a so competitive sharp person. You can still develop. Come join our civil services. Develop yourself. होइन आऊ राजनीति गर, सिभिल सर्भिसमा आऊ. There is a lot of opportunities. Okay, धन्यवाद। अब यो यसैलाई जोड्दै हुन त नेपाल र डायस्पोरा नेपाली सोसाइटीले नेपाल र बेलायतको सम्बन्धका बारेमा धेरै भनिराख्नुपर्ने ठाउँ त छैन, तैपनि अहिले भइरहेको सम्बन्धलाई अझै उचाइमा लैजान नेपाली डायस्पोरा, विशेष गरी डायस्पोरामा रहेका सङ्घ संस्थाहरू र अगुवा सङ्गठनका समाजका अग्रज भनिन्छन्, जो अभियन्ता भनिन्छन्, उनीहरूले अझै नेपाल चिनाउन र नेपालको सङ्गठन नेपालको चाहिँ सम्बन्धलाई अझै चुस्त मजबुत बनाउन के गर्नुपर्छ भन्ने ठान्नुहुन्छ? एउटा प्रश्न। म यसैमा अर्को कुरा जोड्छु। नेपालमा अभिभावकत्व गरेर राखिरहेको, अभिभावकको रूपमा बसेको नेपाल एम्बेसी छ। नेपाल एम्बेसीले अझै चाहिँ नेपाली समुदाय फ्रेन्डली बन्न के गर्नुपर्छ होला? थ्याङ्क यू। यो कस्तो रहेछ भने म नेपालमा कल्चरल स्टडिज पनि पढेको, एमफिलमा पढाइयो अलिअलि, मास्टर्समा। यो जब वन्स यु माइग्रेट, ग्लोबलाइजेसन स्टार्ट्स अनि आइडेन्टिटी क्राइसिस स्टार्ट्स टुगेदर होइन। ग्लोबलाइजेसन र आइडेन्टिटी क्राइसिस भनेको सँगै जाने चिज हुनु तिनीहरू है। त्यस कारणले गर्दा जब हामी अथवा कुनै पनि डायस्पोराको रेसिडेन्टहरू आउँछन्, हामी ग्रिनिजमा ओभर 80 कन्ट्रीका व्यक्तिहरू बस्छन्। त्यहाँ 80 भन्दा बढी हाम्रो संस्कृतिहरू छन्। त्यही भएर हामी 1 वर्षको 1 मिलियन पाउन्ड त्यो संस्कृति विकासको लागि छुट्याइदिन्छौँ। 1 मिलियन चाहिँ 1 वर्षका लागि छुट्टिन्छ। त हामी अन्त हामीले बजेट घटाउँदा नि त्यहाँ घटाएको छैन होइन। ती विभिन्नलाई हामीले प्रोत्साहन दिनुपर्छ, बचाउनुपर्छ भनेर हामी त्यो गर्छौँ है। त्यस कारणले गर्दा आइडेन्टिटी इज भेरी इम्पोर्टेन्ट थिङ, भेरी इम्पोर्टेन्ट थिङ। त्यो भनेको सेन्स अफ बिलोङ्गिङ्स, सेन्स अफ इम्पावरमेन्ट। जब तपाईँले आफ्नो आइडेन्टिटी, जब तपाईँ गएर अफिसमा तपाईँको भाषा बोल्न सक्नुहुन्छ, आफ्नो संस्कार त पूजा गर्न पाउनुहुन्छ। यहाँ तपाईँ कुनै पनि हाई प्रोफाइलको अफिसदेखि लिएर सानो वेयर हाउसमा काम गर्नुहोस्, देयर सुड बी अ प्लेस टु वर्सिप। तपाईँ प्रे गर्ने ठाउँ छ, देयर इज अ प्रे रुम, देयर इज अ प्रे रुम। इट इज, वी आर भेरी जेनरस, ब्रिटिस गभर्मेन्ट इज भेरी जेनरस। त्यस कारणले गर्दा आइडेन्टिटीलाई कन्टिन्यू गर्ने अवसर ब्रिटिस गभर्मेन्टले पूर्ण रूपमा दिएको छ र त्यसलाई एज मच एज युटिलाइजेसन गर्नलाई यी सङ्घ संस्था तपाईँले नाम लिएका यी संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। र यी सङ्घ संस्थामा काम गर्ने व्यक्तिहरूले म उहाँहरूलाई सल्युट भन्न चाहन्छु, उहाँहरूलाई म सम्मान गर्न चाहन्छु। दे आर द पिपल वी रेस्पेक्ट। भोलिन्टरीली काम गर्ने मान्छे ती हुन्। तिनीहरूले पैसो पनि लिन्नन्, एलाउन्स पनि लिन्नन् र रात दिन काम गरेर कार्यक्रमहरू गर्छन् र त्यहाँ संस्कृतिको जगेर्ना गर्नको लागि, संस्कारलाई बचाउनको लागि अहोरात्र खाटेका छन्। तिनीहरूलाई चाहिँ बिहानै उठेपछि तपाईँले बेलायतमा भगवान्को पूजा गर्नुभन्दा पहिला यी सङ्घ संस्थामा लागेका व्यक्तिहरूको लागि पानी चढाउनुहोस्, उहाँहरूको लागि बत्ती एउटा बालिदिनुहोस्, स्वार्थ लाग्यो। र अब तपाईँ नेपाल एम्बेसीको कुरा गर्नुभयो। नेपाल एम्बेसी इज भेरी गुड, त्यहाँ राम्रो काम गर्नुभएको छ।
अहिले अस्ति मात्रै हाम्रो डिसिएमज्यूसँग मेरो कुरा भएको थियो, हाम्रो दुलालजीसँग, दुवाडीजीसँग। हामी स्कटल्यान्ड नेपाली मेला गर्न लाग्यो नि सर, ल तपाईँ पनि आउनु पऱ्यो भन्नुभएको थियो। उहाँको रिच आउट भएको छैन नि, जस्तै बेलायत इङ्ल्यान्ड बढी रिच आउट भयो, लन्डन बेसरी रिच आउट भयो, स्कटल्यान्ड छैन भनेर उहाँले आफ्नै इफोर्टमा स्कटल्यान्डमा चाहिँ एउटा नेपाली मेला राख्नुभयो। दुवाडीजी तपाईँलाई धेरै धेरै धन्यवाद छ, तपाईँको एमएससी परिवारलाई पनि धन्यवाद छ। द्याट वान एक्स्ट्राअर्डिनरी वर्क। तर मैले फेरि पनि भने तपाईँलाई, when we need it we need to go and find what service we need. के गरिदियो भने जस्तै उहाँलाई हामीलाई इम्पावर गर्नु पर्यो भने यो कुरा गरिदिनु भने हामी इम्पावर हुन्छौँ। ल घुम्ती सेवा गर्नु पर्यो, हामीलाई नागरिकता रिन्यू गर्ने कुराहरूमा एकदम गाह्रो भयो, तपाईँहरूले घुम्ती सेवा गर्नु भन्नुहोस्। सोसाइटी अफ नेप्लिज प्रोफेसनलले एउटा कार्यक्रम राख्नुहोस्, उहाँहरूले डेस्क लिएर आउनुहुन्छ, स्ट्याम्प लिएर आउनुहुन्छ, 2 जना अफिसर लिएर आउनुहुन्छ, यही गरिदिनुहुन्छ काम। दे आर कमिटेड, दे आर डुइङ दिस, होइन? दे आर ह्याप्पी टु गो टु स्कटल्यान्ड, ह्याप्पी टु कम हियर टु वेल्स एनिवेयर। तर यो कुराहरूलाई चाहिँ मिलाउने काम भनेको यी सामाजिक संस्थामा लागेका व्यक्तिहरू हुन् जसले भोलिन्टियरी काम गरेका छन्। जस्तै मैले रोयल बर अफ ग्रेनिज नेप्लिज सोसाइटीमा 8 वर्ष काम गरेँ है। 8 वर्ष काम गर्दा मैले हिसाब गरेको मोटामोटी मैले हप्तामा रञ्जनजी 10 घन्टा दिँदो रहेछु एभरेजमा त्यो संस्थालाई, त्यो संस्थालाई है, सामाजिक काममा त्यो संस्थालाई हप्ताको 10 घन्टा भएपछि तपाईँले मिनिमम रेट पनि 10 पाउन्ड भयो नि त। एक हप्ताको 100 पाउन्ड बराबरको मिनिमम रेटमा त्योभन्दा बढी। इफ आई वर्क आउटसाइड आई गेट मोर देन 20-22-30 पाउला, होइन? एउटा जसले पनि पाउँछ। आजको त मिनिमम रेटै 12-25 छ, होइन? भने 10 घन्टा हप्ताको त म त मिनिमम काम गर्ने मान्छे, म त अरू राजनीति पनि गर्छु, यता पनि गर्छु, उता पनि। अरूले त तपाईँले कति बढी गर्नुभयो? 100 वर्षको 1000, होइन? 8 वर्षको 8000 पाउन्ड त मैले कन्ट्रिब्युसन गरेछु नि त। नजानी त पारले म कम गर्नेले अरूले कति गर्यो होला। त्यस कारणले गर्दा दिज आर द कन्ट्रिब्युसन मेड बाई आवर पायोनियर्स। वी निड टु थ्याङ्क यू। हामी समय अलि थोरैमा पुगिसकेका छौँ। ठिकै छ। अब यो एम्बेसीको बारेमा त कुनै बेला मौका मिल्यो भने हामी एम्बेसीका महामहिमज्यूसँगै कुरा गर्ने सोचमा छौँ। हेरौँ समय आउला थियो। अब म तपाईँलाई अलिकति अहिलेको ज्वलन्त कुरा, हामी एसओएनपीले हुन त यो एनआरएन र विभिन्न अभियन्ताहरूले पहिलेदेखि उठाइराखेको नागरिकताको ज्वलन्त इस्यु छ। हामीले तपाईँकै सभा कक्षमा पहिलोचोटि यो श्रृङ्खला सुरुवात गरेका थियौँ, इन्टरेक्सन वर्कसप गरेका थियौँ। त्यहाँ हामीले सर्वोच्चको न्यायाधीशज्यूलाई बोलाएको थियौँ। सिरिजमा तेस्रो चौथो भइसक्यो। त्यसमा हाम्रो प्रश्न के रहेको थियो भने यो 2 खालको नागरिकताको कुरा उठिराखेको छ। गैर आवश्यक नागरिकता, त्यो नागरिकतामा पनि भिसा, कहिले भिसा दिने, कहिले 10 वर्ष दिने आदि इत्यादि कुरा, र यो दोहोरो नागरिकता पनि सँगसँगै उठिराखेको छ। प्रश्न के आइराखेको छ भने नागरिकता हामीले मागेका होइनौँ, नयाँ कुरा। तिम्रो शर्त छ भने शर्त राख, तर भएको नागरिकतामा खोज्ने काम नगर न, त्यसलाई व्यवस्थापन गर्ने काम गर भन्ने एउटा आवाज सँगसँगै उठिराखेको छ। र दोहोरो नागरिकता भन्ने अथवा शर्तसहितको नागरिकता उहाँहरूले दोहोऱ्याइराखेको भनेको पोलिटिकल राइट्ससँग साह्रै ठुलो इस्यु छ उहाँहरूको, होइन? नेतृत्ववर्गको विशेष गरी सबै पार्टीका, एउटाको मात्रै नभनौँ। र यदि त्यो भने दोहोरो नागरिकताको सवालमा शर्त छ भने शर्त राखेर पनि गर्न सकिन्छ त भनेर हामीले बहस सुरुवात गरेका छौँ। यो श्रृङ्खलाकै रूपमा हामीले पोलिटिकल पार्टीका सिनियर लिडर्सहरूसँग छलफल चलाइराखेका छौँ। दुर्भाग्यवश अस्ति हाम्रो एमालेको महासचिवज्यू आउने बेलामा चाहिँ हामीले त्यो समय व्यवस्थापनको कारणले गर्न पाइएन। फेरि गरौँला। यो सवालमा तपाईँ त मेयर पनि भइसक्नुभयो, 80वटा कन्ट्रीको रिप्रेजेन्टेटिभ तपाईँको बरोमा मान्छेहरू छन् विभिन्न देशबाट। नेपाली डायस्पोराले बेलायतले मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा जहाँ जहाँ बाहिर नेपालीहरू बस्नु भएको छ आफ्नो इच्छाले अथवा बाध्यताले आफ्नो ठाउँमा छ, उहाँ सबैले चाहिँ अहिले दोहोरो नागरिकताको इस्यु उठाइराख्नु भएको छ। मेयर जित राणाबाट के भन्नुहुन्छ यो बारेमा, के धारणा छ? अब मैले अर्को देशको पोलिसीको बारेमा भन्नु मिल्दैन, र मैले भन्नु मिल्ने जति कुराहरू के हो भने जस्तै म बेलायतमा मेरोल्टीमा 1 वर्षमा हप्ताको 40 देखि 50वटा एभरेजमा हप्ताको 40 देखि 50वटा नागरिकता हामी इस्यु गर्थ्यौँ। 80 भन्दा बढी देशका नागरिकलाई ती नागरिकताहरू वितरण गऱ्यौँ। करिब 4000 भन्दा बढी नागरिकता। कति भयो हप्ताको? 40 देखि 50, 80वटा देशका भनेपछि करिब 4080। कति भयो तपाईँ म्याथ गर्नुहोस्, हाम्रो भेरी गुड एट म्याथ्स, होइन? 80 भन्दा बढी देशका व्यक्तिहरूले नागरिकता लिनुभयो है।
अनि मलाई आई केम ब्याक एन्ड यसो सोचेँ 80 भन्दा बढी देशको मान्छेहरू किन आयो होला and they are so smiling and happy when they get their citizenship. अनि मलाई रियलाइज के भयो भने यस मैले ग्लोबलाइजेसन पढेको सम्झेँ आनन्द डाक्टर सरले पढाउनु भएको के रहेछ भने दिज आर द डेभलप्ड कन्ट्री दे आर डुइङ वेल देयर इज अ प्रोस्पेरिटी देयर इज अ गुड गभर्निङ सिस्टम अ बेटर गभर्निङ सिस्टम लेट्स से अ बेटर गभर्निङ सिस्टम बेटर सोसियल वेलफेयर भयो किन भयो त यहाँ आकाश छ थर्ड वर्ल्डमा पनि आकाश छ डेभलपिङ देशमा पनि आकाश छ त्यहाँ पनि धरती छ यहाँ पनि धरती छ त्यहाँ पनि वायु छ यहाँ पनि वायु छ केही फरक छैन मात्रै त्यो एउटा सिस्टम डेभलप भएको छ र त्यो सिस्टमले गर्दा केही कुरा सहज भएको छ होइन तपाईँसँग नि उति एनर्जी छ मसँग नि उति एनर्जी छ म एउटा मोटर इन्जिन चलाउँछु मोटर बाइक चलाउँछु तपाईँ म्यानुअल इन्जिन साइकल चलाउनुहुन्छ भने यु क्यानट विन मी होइन किनभने आई एम युजिङ द सोफिस्टिकेटेड सिस्टम त्यही भएर यी पश्चिमा देशहरू बेलायत अमेरिका अस्ट्रेलिया क्यानाडा लगायतका कन्ट्रीहरू युरोपका कन्ट्रीहरू सिस्टम डेभलप गरेका परे कि त्यो भन्ठानेर हामी आएको म चाहिँ त्यसरी आएको है अब अरूलाई मैले भन्नु मिलेन सिस्टम है अब म त्यसलाई जोड्दैछु त्यसरी आएको भने यिनीहरू राम्रो भए नि त मेरो विचारमा त्यही भएर म नेपाल छोडेर यहाँ आएँ नेपालको नागरिकता पनि त्याग गरेर यहाँ आएँ र म त आउने दिनमै म आइएम ह्याप्पी टु मेक ब्रिटिस एज माई फर्स्ट होम भनेर साइन गरेर आएको तपाईँले पनि गर्नुभयो होइन मैले सम्झेछु त फोटोकपी गरेर राखेको छु मैले त्यसलाई फोटो खिचेर राखेको छु आई हेभ टु लुक एट एभ्री डे किनभने ब्रिच अफ कन्ट्र्याक्ट हुन्छ होइन म लको पनि अवेर छु ब्रिच अफ कन्ट्र्याक्ट इज अ बिग मिसकन्डक्ट होइन कन्ट्र्याक्चुअल अब्लिगेसनमा हामी स्ट्रिक हुनुपर्छ त्यो ब्रिटिस एज अ फर्स्ट होम भनेर आएको म आई हेभ टु अबाइड बाई द्याट अनलेस आई टर्मिनेट द्याट कन्ट्र्याक्ट है त्यस कारणले गर्दा यदि त्यो हो भने यिनीहरूको मोडालिटीलाई किन कपी नगरे त आखिर उनीहरूले पनि कुनै वरदान पाएर धनी भए त होइनन् वरदान पाएर सोफिस्टिकेटेड भए त होइनन् त्यो सिस्टमलाई प्रयोग गरेर सोफिस्टिकेटेड भयो नि भने त्यो सिस्टमलाई अनुसरण किन नगर्ने भन्ने मेरो प्रश्न हो सबैले गर्दा हुन्छ मैले काउन्सिललाई पनि नेपालको विभिन्न स्थानीय सरकारहरूसँग हाम्रो चितवनको मेयर आउनुभएको थियो अनि पोखराको मेयरहरू अरू मेयरहरू पोखरा मेयर आउनु भएन अरू गुल्मीतिरका मैले 8-10वटा मेयरहरू भेटेँ होइन हाम्रो आइजी साहब आउनुभएको थियो उहाँको टिमसहित हाम्रो लोकसेवा आयोगको अध्यक्ष र उहाँको 10जनाको टिम आउनुभएको थियो बरोमा इन्ट्रेक्सनको लागि यी सबैहरूसँग कुराकानी गर्दाखेरि चाहिँ मैले एउटा निचोड निकालेको वाइ तपाईँहरू जस्तै लोकसेवा आयोग नेपालको लोकसेवा आयोग हाम्रो बरोमा आउनुपर्छ र तपाईँहरूको अनुसरण गर्न चाहन्छौँ हामी तपाईँले रिक्रुटमेन्ट कसरी गर्नुहुन्छ भनेर मैले हाम्रो हेड अफ रिक्रुटमेन्ट होइन लाई एक दिन दिएर भेटाएर इन्ट्रेक्सन गर्नुभयो कुराकानी गर्नुभयो खुसी भएर जानुभयो है नेपालको आइजी साहब आउनुभयो यहाँको पुलिसिङ सिस्टम कस्टडी सिस्टमलाई अनुसरण गर्न चाहन्छौँ हामी भन्नुभयो हामी मैले कस्टडीमा लुइसम हाम्रो बिसिओ कमान्डमा लगेर देखाइयो अनि सबै कुराहरू उहाँले हेरेर जानुभयो ट्रेनिङ स्कुल कलेजहरू जानुभयो हाम्रो नेसनल पुलिसिङ को एमआईको अफिस MI5 अफिस जानुभयो कता जानुभयो हेरेर जानुभयो भने सिभिक अफिसले पनि किन अनुसरण नगर्ने त पुलिसिङले अनुसरण गर्न चाहना राख्ने है अनि लोकसेवा आयोगले अनुसरण गर्ने चाहना राख्ने हो भने नेपालको नागरिकता विभागले पनि त अनुसरण गर्ने चाहना त राख्दा हुनसक्छ राख्नु भएको छैन बिस्तारै राख्नुहुन्छ कि सिक्दैछ नि त अब सुरु त भएको छ नि त अभि त के सुरु भयो के भन्छ अरे हिन्दीमा सर अभि त पार्टी सुरु हो है अब त सुरु भएको छ जब लोकसेवा आयोगले अनुसरण गर्न थाले पुलिसले अनुसरण गर्न थाले आर्म फोर्सेसहरू आउँछन् एभ्री इयर अनुसरण गर्न थाले भने अब नागरिकता विभागले पनि अनुसरण अवश्य गर्छन् त्यो अनुसरण गरिसकेपछि के हुन्छ भने हामी यी देशका व्यक्तिहरूलाई जस्तै आज रञ्जनजी यहाँ आउनुभयो उहाँले चाहिँ यो देशमा आएको 5 वर्ष पुगेको र यो देशमा इमिग्रेसन फ्री भएको 1 वर्ष पुगेको डकुमेन्ट पुरा गरेपछि हि इज क्वालिफाइड टु टेक द सिटिजनसिप हि डजन्ट ह्याभ टु क्यान्सल एनिथिङ एल्स है एन्ड त्यो सिटिजनसिप भनेको द्याट इज एज गुड एज द वान हु हेज अ जेनेरेसनल सिटिजनसिप हियर देयर इज नो डिफरेन्स हो भने त्यही खालको कुराहरू चाहिँ नेपालले अवश्य अनुसरण गर्छन् किनभने पुलिस डिपार्टमेन्टले
रिक्रुटमेन्ट डिपार्टमेन्टले आर्म डिपार्टमेन्टले गरिसके भने अब नागरिकताले गर्छन् दिस इज अन द वे दे विल डु द्याट अनि यु डोन्ट ह्याभ टु टेक द सेकेन्ड क्लास थर्ड क्लास डिफ्रेन्ट त्यो धेरै क्लास बनाउनु भनेको त्यो कम्प्लिकेसन बनाउने हो खर्च बढी हुन्छ त्यसलाई फेरि डिफरेन्स गर्नु पर्यो डिफ्रेन्ट कुराहरू गर्नु धेरै खर्चिलो हुन्छ एउटै खालको बनाउनु भन्नुहोस् भनेपछि सुरुवात हुँदैछ सुरुवात भइसक्यो कथा सुरु भइसक्यो अब त्यो क्लाइमेक्समा आउनु बाँकी छ कथाले मागिसक्यो कथाले उहाँहरूले नै माग्नुभयो उहाँहरू आएको रिक्वेस्ट हामीले बोलाएको हो र ठिक छ तपाईँको मैले भाषा बुझेँ शर्तसहितका कुरामा धेरै यहाँभन्दा अब डिप्लोमेटिकली बोल्न मिलेन भन्ने हिसाबले मात्रै होला अब म तपाईँलाई छोटो रूपमा सोध्छु अब हाम्रो सोसाइटी अफ नेप्लिज प्रोफेसनको चाहिँ प्रोफेसनल्सको आजीवन सदस्य जित राणाभाटलाई हामीले मेयरको रूपमा त देख्यौँ त्योभन्दा माथि हामी देख्न पाउँछौँ द्याट्स भेरी डिफिकल्ट क्वेसन दिस इज भेरी डिफिकल्ट क्वेसन एउटा के रहेछ भने राजनीतिक यात्रा भनेको प्रोग्रेसिभ डेभलपमेन्ट हो होइन कलेक्टिभ रेस्पोन्सिबिलिटीको कुराहरू हो कलेक्टिभ रेस्पोन्सिबिलिटी भनेको के हो भने तपाईँलाई यो आर्म फोर्सेस जस्तो हो क्या होइन तपाईँ आर्मीको कमान्डमा आज हुनुहुन्छ त्यहाँ सुरक्षाको लागि जा भनेपछि तपाईँ जानै पर्यो क्या है कहिलेकाहीँ पार्टीले चाहिँ तपाईँलाई व्हिप गरिदिन्छ होइन द्याट इज अ कलेक्टिभ रेस्पोन्सिबिलिटी अब कलेक्टिभ रेस्पोन्सिबिलिटी हो प्रोग्रेसिभ डेभलपमेन्ट आफूसँग हुन्छ कलेक्टिभ रेस्पोन्सिबिलिटी पार्टीसँग हुन्छ ती कुराहरूले भोलि कति ठाउँमा डिप्लोय गऱ्यो भने वाइ नट वी सुड अलवेज बी रेडी टु टेक द रेस्पोन्सिबिलिटी फर द पार्टी फर द नेसन फर द सिटिजन्स अनि अर कन्स्टिट्युन्स अर लोयल कन्स्टिट्युन्स उहाँहरूको सेवाको लागि चाहिँ यदि मैले फरक रूप धारण गर्नु पऱ्यो मैले फरक खालको रेस्पोन्सिबिलिटी लिन भूमिका निभाउनु पऱ्यो भने आइम अलवेज देयर फर द सेक अफ कन्स्टिट्युन्स उहाँहरूको राइटको लागि उहाँहरूको सुविधाको लागि उहाँहरूको भोइस स्ट्रङली रिप्रेजेन्ट गर्नको लागि कहीँ जानु पऱ्यो भने ठिक छ आई सुड गो तर आइम नट भेरी मच डेस्परेट फर द्याट कुन कूटनैतिक भाषामा बुझ्यौँ हामीले सबैले त्यसरी नै बुझ्नुभयो होला भन्ने म आशा पनि गर्छु र अर्को कुरा जाँदा जाँदै हामी अन्तिममा पुगेका छौँ जाँदा जाँदै अब शताब्दीदेखि नै स्थानीय सङ्घीय सरकारको अवधारणा अन्तर्गत काम गरिरहेको बेलायतमा त्यसमा आएर तपाईँ 8मा आउनुभएको मान्छे 24मा मेयर बन्नुभयो 25मा अहिले हामी रन गर्दैछौँ भविष्य सुखदै रहोस् हामी त्यसमा धन्यवादी पनि छौँ र सँगसँगै हामी त सङ्घीयतामा नेपालको कन्टेक्स्टमा भर्खरै प्रवेश गरेको शताब्दीदेखि सङ्घीयता खेलाइरहेको विश्वको सबैभन्दा नमुनाको रूपमा भएको देशको स्थानीय निकायमा काम गरिसकेको मेयरको हिसाबले हाम्रा नेपाली स्थानीय निकायका प्रतिनिधिहरूलाई केही सन्देश दिन चाहनुहुन्छ अन्तिममा अवश्य प्लिज जहिले पनि हामी पोलिटिकल लिडर भनेको वी आर द स्ट्रङ भोइस अफ द पिपल हु रिप्रेजेन्टेड अस द पिपल हु आर देयर इन द कन्स्टिट्युएन्सी त्यहाँ कन्स्टिट्युएन्सी भोरी भएका जनतालाई हो मलाई भोट हाल्ने मान्छेको लागि मात्रै होइन त्यो कुरालाई चाहिँ कहिले पनि नभुल्नु होला वन्स वी आर इलेक्टेड वी आर रिप्रेजेन्टेटिभ फर द ओल नट फर दोज हु भोटेड फर ओल र अर्को कुरा के हो भने द म्यान्डेट इज गिभन फ्रम दोज पिपल टु वर्क त्यही भएर उहाँहरूसँग उहाँहरूको भावनालाई चाहिँ भुल्नुहुन्न र अहिले पनि म आई हेभ सो मच रेस्पोन्सिबिलिटी इन द काउन्सिल तर म I have a commitment to go to reach to the grassroots 40% of my time. म मर्निङ वक म आफ्नै बरुमा गर्छु आफ्नै वकमा गर्छु आफ्नै रोडमा गर्छु प्रत्येक जाँदा हेर्छु एउटा फोटो खिच्छु ल्याउँछु त्यो कुराहरू के भएछ त्यसको इन्क्वायरी गर्छु रुखी झ्याङ्गेर आएको छ काट्न लगाइदिन्छु होइन यहाँ छ पनि हल्लिएको रहेछ के भयो त अलिकति यसो सचाइदिएर गयो भने त मेरो जिम्मेवारी हो नि त सबै जनताको होइन नि त उनीहरू त मलाई प्रतिनिधि बनाएर पठाएछन् स्टार्ट द्याट वे मेरो मेन सन्देश भनेको के भने ग्रासरुट रिच द ग्रासरुट reach the grassroots as much as you can that make our society a prosperous place in a very short period it doesn't take long किनभने नि जब हामी कलेक्टिभ काम गर्छौँ हामी ग्रासरुटलाई भ्यालु दिन्छौँ नि अनि ठुलो चिजलाई भ्यालु दियो नि त किनभने प्राइम मिनिस्टर एकजना हुन्छन् क्याबिनेट यति भयो होइन संसद यत्रो भयो होइन स्थानीय सरकार यति ठुलो भयो त्यो भन्दा पनि हजारौँ गुणा ठुला भनेको चाहिँ जनताहरू हो क्या ग्रासरुट भनेको सबैभन्दा पावरफुल चिज हो त्यो ग्रासरुटले चाह्यो भने जे पनि हुन्छ र हामी भनेको त्यो ग्रासरुटको भाषा बोल्ने व्यक्ति हो हामी आफ्नो भाषा बोल्ने व्यक्ति होइन म एज जित राणाभाट बोल्नु मिल्दैन म एज अ रिप्रेजेन्टेटिभ अफ रोयल ग्रिनिज त्यो त्यहाँको जनताको भाषा बोल्ने हो मैले जबसम्म म त्यो म्यान्डेट लिइरहन्छु यदि मैले त्यो भाषा बोल्न मन लागेन भने आई हेभ टु लिभ दिस
hat and come back and speak my language. ओके थ्याङ्क यू म त्यही सन्देश दिन चाहन्छु तपाईँको समयको लागि धेरै धन्यवाद थ्याङ्क यू सो मच अब म अन्तिममा हाम्रो यो एसओएनपी सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेका टेक्निकल टिमका रञ्जनजी पूर्णजी हाम्रो अत्यन्तै खट्ने महासचिव हाम्रो डाक्टर विदुर घिमिरे अनि उपसभापति हुनुहुन्छ हाम्रो डाक्टर रामजी पौडेल लगायत सबै साथी एक्जिक्युटिभ टिमका साथीहरूलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु यो सम्भव गराउनु भएकोमा र क्यानाडामै बसेर पनि हामीलाई धेरै सहयोग गरिराख्नु भएको र तुरुन्तै आएर हामीलाई फेरि यो टिममा जोडिनु हुने बिबिसीका हाम्रा पूर्व संवाददाता आदरणीय हाम्रो भगीरथ योगी दाईलाई पनि फेरि पनि हामी सम्झन चाह्यौँ समयको लागि संवादको लागि जित सर फेरि पनि धेरै धन्यवाद थ्याङ्क यू सो मच धन्यवाद नमस्कार